नेपालको अहिलेको अवस्था हेर्दा अब सिर्फ एउटा कुराले नेपालको इकोनोमी बचाउन सक्छ, त्यो हो नेपालको हाइड्रो पावर। टेक्निकली, इकोनोमिकली र रियलिस्टिक भएर हेर्दा नेपालले 40,000 देखि 45,000 मेगावाट इलेक्ट्रिसिटी जेनेरेट गर्न सक्छ, तर अहिले 2025 मा जम्मा 3400 मेगावाट इलेक्ट्रिसिटी जेनेरेट गरेको छ। हामीले 50,000 मेगावाट हाइड्रो पावर मात्रै बनाएर एक्सपोर्ट गर्न सक्यौं भने करिब $35 बिलियन को एक्सपोर्ट मात्रै रेभेन्यू हुन्छ। साउथ एसियालाई नै झलमल्ल पार्न सक्ने क्षमता भएको नेपाल किन आफ्नै देश अँध्यारोमा जान्छ कोही कोही बेला? इन्डियासँग पानी छ तर जमिन सिधा छ, बंगलादेशसँग धेरै खोला छ तर उचाइ छैन, भुटानसँग पानी पनि छ पहाड पनि छ तर थोरै मात्रामा छ, र नेपालसँग अल्गो अल्गो पहाड र पहाडदेखि तीव्र गतिमा बग्ने धेरै खोलाहरू छन्। यस्तो हुँदा पनि केले नेपाललाई साउथ एसियाको ब्याट्री बढ्नदेखि रोकिरहेको छ? नेपालमा हाइड्रो पावरको विकास एउटा योजना हो कि सिर्फ चुनावमा लगाइने एउटा नारा मात्रै हो? किन हाइड्रो पावरलाई मान्छेहरूले एउटा पानी रोक्ने पुलको रूपमा मात्रै हेर्छन्? र अब आउने 10 वर्षमा सरकारले हाइड्रो पावरको बारेमा केही कदम चालेन भने हाम्रो देश नेपालमाथि कस्तो असर पर्छ? आउनुस् बुझौँ यो नेपालको हाइड्रो पावरको एक्चुअल फन्डा। 6000 भन्दा बढी नदीहरूदेखि आशीर्वाद प्राप्त भएको देश, हजारौं मिटर उचाइबाट तल झर्ने पहाडहरू, 72,000 मेगावाट क्षमता भएको देश, तर पनि 10 वर्ष अगाडिसम्म नेपालीहरू मोबाइल चार्ज गर्नलाई इन्डियासम्म पुग्न बाध्य थिए। हरेक नेपालीहरू जान्न चाहन्छन् टेक्निकल कुरा हो कि राजनीतिक कुरा हो कि अरू के कुराले हामीलाई पछाडि तानिरहेछ? नेपालको 94% हाइड्रो पावर पोटेन्सियल जम्मा 3 वटा नदी कोशी, गण्डकी र कर्णालीदेखि पूरा हुन सक्छ। हाम्रो नदीहरूले 220 बिलियन क्युबिक मिटर पानी बोक्ने गर्छन् हरेक वर्ष। 2024 मा नेपालले पहिलोचोटि इलेक्ट्रिसिटी एक्सपोर्ट गर्न सफल भएको छ। अहिले हामी इन्डिया र बंगलादेशलाई इलेक्ट्रिसिटी एक्सपोर्ट गर्दैछौँ। इलेक्ट्रिसिटीदेखि मात्र 11 बिलियन 11 अर्ब कमाई भइसकेको छ। तर रियालिटी केही अर्कै छ। नेपालले 2025 मार्चसम्ममा जम्मा 3400 मेगावाट क्यापेसिटी जेनेरेट गर्न सफल भएको छ। नेपालको जम्मा क्षमताको 5% मात्र प्रयोगमा ल्याउन सकेको छ। अहिले सरकारले 2035 सम्ममा 28,000 मेगावाट जेनेरेट गर्ने, जुन गर्नलाई 40 बिलियन 40 अर्ब लगानी चाहिन्छ, र अहिलेसम्म चाहिँ यो किन पुरा भएन? 2024 देखि अहिलेसम्ममा नेपालको 8 चोटि सरकार चेन्ज भइसकेको छ। 8 वटा प्रशासन 11 वर्षमा। हरेक चोटि सरकार बदलिँदा प्राथमिकता बदलिन्छ, प्रोजेक्ट रद्द हुन्छ, नयाँ समिति बन्छ र पुरानो डिसिजनलाई फेरि उल्टाइन्छ। बुढी गण्डकी 1200 मेगावाट पावर प्रोजेक्ट 10 वर्ष अगाडि प्लान गरिएको थियो, तर अहिलेसम्म चालु भएको छैन। किनभने यो लगातार आएको सरकारले जो पावरमा आउँछ त्यसको नीति अनुसार हरेक चोटि डिसिजन बदलिन्छ। द वेस्ट सेती हाइड्रो पावर प्रोजेक्टले धेरै विदेशी क्लाइन्टहरूलाई एट्र्याक्ट गर्यो। अस्ट्रेलिया स्नो माउन्टेन इन्जिनियरिङ कोअपरेसन, चाइना 3GS कोअपरेसन र पावर चाइना कोअपरेसनहरू आए, तर राजनीतिक झगडा, कागजात प्रक्रियामा झमेला र बदलिरहने पोलिसीले गर्दा कसैले लगानी लाएन र यो प्रोजेक्ट पनि अहिलेसम्म कम्प्लिट भएको छैन। अब चर्चा गरौँ यस्तो कुराको जसको हल्ला धेरै हुन्छ तर कसैले केही गर्न सक्दैन। इलेक्ट्रिसिटी पावर किन्दा गरेको सम्झौता खुलाएर न देखाउने न बताउने, इन्भाइरोमेन्टको नियम नमान्ने, जग्गाहरू किन्दा वा बेच्दा उचित रकम नदिने, झुटो दबाव, आवश्यकता भन्दा बढी स्थानीय माग, आफ्नो पार्टीको मान्छेलाई टप लेभलको अफिसर बनाउने प्रक्रियाहरूले हाम्रो हाइड्रो सेक्टर आज करप्सनको खाल्टोमा परेको छ। जब प्रोजेक्टको एप्रुभल टेक्निकल र साइन्टिफिक हिसाबको साटो नेताहरूको मुड अनुसार हुन्छ तब के हुन्छ? खराब प्रोजेक्ट एप्रुभ हुन्छ, राम्रो फाइदाजनक प्रोजेक्ट झुन्डिरहन्छ वर्षौसम्म। यदि हामीले पोलिटिक्स र करप्सनलाई जित्यौं भने पनि अब आउँछ नयाँ फन्डा। नेपालमा एउटा हाइड्रो पावर प्रोजेक्ट सुरु गर्न के चाहिन्छ त? इन्भाइरोमेन्टलाई कसरी असर पार्न सक्छ भन्ने एप्रुभल, फोरेस्ट क्लियरेन्स, जग्गाहरू किन्ने एप्रुभल, धेरै मन्त्रीहरूको एप्रुभल, इलेक्ट्रिसिटी किन्ने एग्रिमेन्ट, फाइनान्सियल क्लियरेन्सेस, ट्याक्स फिर्ता गर्ने प्रोसेस। प्राय जस्तो धेरै प्राइभेट डेभलपर्सहरूले ट्याक्स रिफन्ड, पर्मिटको इन्स्योरेन्स र प्रोजेक्ट एप्रुभलमा धेरै ढिलो हुन्छ भन्ने कम्प्लेन गर्छन्। द NEA नेपाल इलेक्ट्रिसिटी अथोरिटी, नेशनल इलेक्ट्रिसिटी युटिलिटी र इलेक्ट्रिसिटी किन्ने बेच्ने कर्पोरेसन धेरै जस्तो शिकार बन्ने गर्छन् पोलिटिकल हस्तक्षेपको। नेपालमा इलेक्ट्रिसिटीको प्राइस र किन्ने बेच्ने सम्झौता धेरैचोटि राजनीतिक फ्याक्टरमा भर पर्छ, टेक्निकल र इकोनोमिक फ्याक्टर भन्दा। अब कुरा गरौँ पैसाको। हामी कुरा गर्दैछौँ लाखौं डलर पर प्रोजेक्ट।
2019 मा FDI फोरेन डाइरेक्ट इन्भेस्टमेन्ट $185 मिलियन थियो र अहिले 2024 मा जम्मा $57 मिलियन मात्र। 61% FDI घटेको छ। किन? इन्भेस्टरले जब नेपाललाई हेर्छ एउटा कुरा मात्रै देख्छ, रिस्क। जब एउटा इन्टरनेशनल एजेन्सीले नेपाललाई हेर्छ तब के देख्छ? कमजोर राजनीतिक अवस्था, फाइदा खान बसेको राजनीतिक दलहरू र धेरै रिस्ट्रिक्सन एक्सपोर्ट सेक्टरमा। विदेशी इन्भेस्टरको मेसेज सिम्पल छ, वी डोन्ट ट्रस्ट योर गभर्नमेन्ट विल अनर आवर कन्ट्र्याक्ट, वी डोन्ट ट्रस्ट एप्रुभल प्रोसेस, वी डोन्ट ट्रस्ट विल गेट आवर मनी ब्याक। र यति मात्रै होइन, नेपालको नेचर पनि आफैमा एउटा आपत्ति भन्दा केही कम छैन। सेप्टेम्बर 2024 दर्दनाक बाढी र पहिरोले 26 वटा हाइड्रो पावर प्रोजेक्ट तहस नहस बनाइदियो। 1500 मेगावाटको घाटा भयो। जम्मा एउटा पानी पर्ने सिजनमा हामीले वर्षौं लगाएर बनाएको कुरा गुमायौं। भन्छन् नि नेपाल दुई ढुङ्गा बीचको तरुल। यो सानो तरुललाई दुईटा ढुङ्गाले यस्तो च्यापेको छ तपाई सोच्न पनि सक्नु हुँदैन। इन्डिया चाइना दुईटैलाई हाम्रो देशको पानीमाथि इन्ट्रेस्ट छ। इन्डियाले हाम्रो इलेक्ट्रिसिटी किन्न चाहन्छ तर त्यो इलेक्ट्रिसिटीमा कुनै पनि चाइनिज कम्पनी इन्भल्भ हुनु हुँदैन भन्छ। चाइनाले पनि राम्रो फाइनान्शियल डिल अफर गर्छ तर इन्डियासँग हाम्रो एक्सपोर्ट गर्ने ट्रान्समिसन लाइनको फुल कन्ट्रोल छ। हरेक प्रोजेक्टमा हामी बिचमा फस्छौं, दिल्ली कि बेल्जिङ कुन चुज गर्ने? हरेक चुनावमा एउटै नारा लाइन्छ। नेपाली कंग्रेसको 2022 इलेक्सन 15,000 मेगावाट इलेक्ट्रिसिटी जेनेरेट गर्ने। एमाले 2022 इलेक्सन उनीहरू पनि 15,000 मेगावाट इलेक्ट्रिसिटी जेनेरेट गरेर अड्केको हाइड्रो पावर प्रोजेक्टलाई चालू गराउने। तर यो पार्टीहरूको तीतो सत्य यहाँ छ, चुनाव जित्ने पार्टीले बिना अनुभव भएको, बिना लिडरशिप क्षमता भएको आफ्नो पार्टीको मान्छेलाई टप लेभल अफिसर बनाइदिन्छ, जस कारणले इन्जिनियर र वर्करहरू यो नेताको नोकर जस्तै हुन्छन्। अपोजिट पार्टीको प्रोजेक्ट सरकार चेन्ज भएपछि रद्द हुन्छ। वर्करहरूलाई काम भन्दा धेरै पोलिटिक्स र प्रोटेस्टतिर लगिन्छ। यदि हाम्रो देशमा नेपालको हाइड्रो पावरको फुल क्यापेसिटी अनुसार काम गर्ने राजनीतिक इच्छा र क्षमता भएको भए आज हाम्रो देश एसियामा एउटा धनी र विकसित देशमा पर्थ्यो। अहिलेको म्यानेजमेन्ट सिस्टम, डिस्ट्रिब्युसन सिस्टम, युटिलाइजेसन सिस्टमलाई सुधार नगर्ने र यस्तै राजनीतिक अवस्था रहिरह्यो भने हाम्रो देशले 100 वर्षमा पनि हाइड्रो पावरको पोटेन्सियल मिट गर्न सक्दैन। यो मैले भनेको होइन, डाटा र रिसर्चले देखाएको कुरा हो। हामीलाई लाग्छ हाइड्रो पावरले हाम्रो देशको खोला र वातावरणलाई ठूलो असर पार्छ। के साँच्चै त्यस्तै हो त? धेरै जस्तो नेपालको हाइड्रो पावर ROR अर्थात रन अफ रिभर खालको हुन्छ, जसले रिभरको नेचुरल फ्लो अनुसार पावर जेनेरेट गर्छ, नदीलाई केही असर नपुर्याई। मान्छेले भन्छन् नेपालको हाइड्रो पावरले इन्डियालाई मात्रै फाइदा गराउँदैछ। के साँच्चै हामी इन्डियाको ब्याट्री बन्दैछौँ? 2024 मा नेपालको फ्युलको बिल $307 बिलियन थियो। फोसिल फ्युल नेपालको सबैभन्दा धेरै इम्पोर्ट हुने मेटेरियल हो। जति धेरै पेट्रोल हामी त्यति गरिब हुँदै जान्छौं, जति हाइड्रो पावर जेनेरेट गर्छौं त्यति धनी पनि। 2045 सम्ममा 15,000 मेगावाट पावर बेच्न सकियो भने वर्षको 1 ट्रिलियन 1 खर्ब पैसा नेपाल भित्रिन सक्छ, जुन पैसाले रोजगारी बढाउन, इन्फ्रास्ट्रक्चर र बाटो बनाउन र स्कुल र हस्पिटललाई फन्डिङ पुर्याउन सकिन्छ। मान्छेलाई लाग्छ हाइड्रो पावर बनाउन एकदमै धेरै पैसा लाग्छ। हो, पैसा धेरै लाग्छ तर लङ टर्म हेर्ने हो भने सबैभन्दा सस्तो सोर्स अफ इनर्जी भन्न सकिन्छ। न त फ्युल चाहिन्छ न त धेरै मेन्टेनेन्स चाहिन्छ, प्युर रिन्युएबल इनर्जी। र यदि नेपालले आउने 10 वर्षमा हाइड्रोलाई लिएर केही कदम चालेन भने, यस्तै राजनीतिक कुर्सी साटासाट चलिरह्यो भने, यस्तै करप्सन रहिरह्यो भने, यस्तै प्रोजेक्टलाई अर्को वर्ष भन्दै ठेलिरह्यो भने के हुन्छ? धेरै केही हुँदैन। इनर्जीको लागि फुल्ली अरू देशसँग भर पर्नु पर्छ। भुटान जस्तो देश जोसँग हल्का फुल्का हाइड्रो पावर छ त्यो हामी भन्दा धेरै अगाडि पुग्छ। क्लाइमेट चेन्जले गरेर आइस मेल्ट भएर वा ग्लेसियरले अहिले हामीसँग जति पनि हाइड्रो पावर छ त्यो सबलाई तबाह गर्न सक्छ। लोड सेडिङ फेरि आउँछ, ठुला ठुला फ्याक्ट्री र उद्योग बन्द हुन्छन्, हस्पिटलहरूलाई 24 घण्टा इलेक्ट्रिसिटी पुर्याउन गाह्रो पर्छ। तर यो हाम्रो भविष्य नै हुनुपर्छ भन्ने केही जरुरी छैन। हामी विकास गर्न सक्छौं भनेर पहिला नै प्रुभ गरिसकेको छौं। हामीसँग नदीहरू छ, हामीसँग पहाडहरू छ, हामीसँग क्षमता पनि छ। अब हामीलाई यस्तो राजनीतिक मान्छेहरू चाहिएको छ जसले 5 वर्षको चुनावदेखि परसम्म देख्न सकुन्, जसले करप्सनसँग लड्न सकुन्, आफ्नो लागि भन्दा आउने जेनेरेसनको लागि सोच्न सकुन्। हाम्रो हजुरबुवाहरूले अँध्यारो देख्नुभयो, हाम्रो बाबाहरूले जनआन्दोलन, हाम्रो पुस्ताको आफ्नै लडाई छ र यो नेपालमा 100 वर्षदेखि बग्दै गरेको अमृतलाई सदुपयोग गर्ने जिम्मेवारी पनि हाम्रै काँधमा छ। असल प्रश्न के नेपाल साउथ एसियाको ब्याट्री बन्न सक्छ होइन, के हामी बनाउन सक्छौं?